नमस्कार, म केशव मलासी विगत 8 वर्षदेखि विपद जोखिम व्यवस्थापनको क्षेत्रमा संलग्न छु, जानकार छु र हिजो रातिदेखिको जुन किसिमको मनसुनी वर्षा नेपालमा प्रवेश गरिसकेको मनसुनी वर्षा र आज मध्याह्नदेखिको भारी वर्षा, अति भारी वर्षा र भोलिसम्म रहने र आज रातिदेखि अझ अति भारी वर्षाको स्थितिमा बिहानदेखि विभिन्न क्षेत्रमा अवलोकन गर्ने क्रममा, यसलाई विश्लेषण गर्ने क्रममा मैले भेट्टाएका केही कुराहरू तपाईसँग सेयर गर्न चाहन्छु। विशेष गरी यतातिर तपाईको चाहिँ हामीले चाहिँ जुन मनोहरा खोला, विष्णुमती, हनुमन्ते लगायतका जुन यो बागमती क्षेत्रका आसपासका विभिन्न खोला नालाहरू छन्, यसमा चाहिँ पानीको उच्च बहाव बढ्दै गएको देखिन्छ र यो उच्च बहाव यदि यही स्तरमा निरन्तर रूपमा बढ्दै जाने हो भने यसले नदी किनारका क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई चाहिँ अत्यन्त जोखिमयुक्त र ठुलो धनजनको, मानवीय धनजनको क्षति पुग्ने निश्चित जस्तै छ र यसले विकराल स्थिति, भयावह स्थिति ल्याउने किसिमको छ र यो कुरामा अब सम्बन्धित निकाय, आम सर्वसाधारण र तपाईँ हामी सबै सजग र सचेत बन्नुपर्ने देखिन्छ। विशेषतः हाम्रो सुरक्षा निकाय अन्तर्गत जुन किसिमको सूचना प्रवाह भइरहेछ र विशेष गरी हामीले याद गर्नुपर्ने केही नम्बरहरू छन्। खोज तथा उद्धारका लागि 1149, मौसम सम्बन्धी जानकारीका लागि 1155 लगायतका नम्बरहरू हामीले एकदमै याद गर्नुपर्ने र त्यहाँ निरन्तर सम्पर्क रहनुपर्ने एउटा त्यो पाटो छ भने अर्को भनेको अब द्रुत टोली परिचालन हुनुपर्ने, सुरक्षा निकायको समन्वयमा द्रुत टोली परिचालन हुनुपर्ने र त्यो द्रुत टोलीले चाहिँ खोज तथा उद्धार, प्राथमिक उपचार लगायतका रेस्पोन्स, प्रतिकार, इमर्जेन्सी रेस्पोन्सका जति पनि एक्टिभिटीहरू छन् त्यसलाई चाहिँ हेर्नुपर्ने देखिन्छ। अन्यथा यसले ठुलो मानवीय धनजनको क्षति र अन्य भौतिक पूर्वाधारहरूको पनि क्षति पुर्याउने प्राय निश्चित जस्तै भइसकेको छ। बाढीले वितण्डा मचाइरहेको अवस्था छ र खतरायुक्त क्षेत्र पनि पार गरिसकेको अवस्था छ र यही परिस्थिति जारी रहेमा बागमती नदी, मनोहरा नदी, विष्णुमती नदी, हनुमन्ते खोला लगायतका क्षेत्रहरूमा चाहिँ एकदम धेरै खतरायुक्त स्थिति रहने र यसले चाहिँ नदी किनारमा रहेका, जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दाहरूलाई चाहिँ ठुलो प्रभाव पार्ने, ठुलो धनजनको क्षति गर्न सक्ने स्थिति रहन्छ र हामीले थप मानवीय क्षति हुन नदिन र यो विपदलाई न्यूनीकरण गर्नका लागि तुरुन्त यस नदी किनारका क्षेत्रमा रहेका सम्पूर्ण बासिन्दाहरू चाहिँ यथाशीघ्र सुरक्षित स्थानतर्फ आफूलाई स्थानान्तर गर्नतर्फ अग्रसर हुन सचेत, सजग र सुरक्षित रहनुपर्ने आवश्यकता यहाँ महसुस भएको छ। हस्।